सर्वेइङमा युज हुने लेभल मेसिनमा युज हुने चाहिँ अटो लेभलमा युज हुने स्टाफ हो हजुर यसको चाहिँ अब हाइट भनेको 5 मिटर हुन्छ र अर्को 3 मिटरको पनि हुन्छ हैन यसमा चाहिँ नर्मल्ली हामीले के हेर्न सक्छौं भने यो मिटर र सेन्टिमिटर अनि एमएम मा यो चाहिँ पढ्न सक्छौं हामीले हजुर जस्तै अब वहाँ 10 20 30 40 50 60 70 80 90 100 सेन्टि भएपछि हाम्रो 1 मिटर भयो हजुर र त्यसपछि यहाँबाट मास्तिर बढ्दै जाँदा 101 102 103 104 105 106 107 108 109 110 भएपछि 1 मिटर 10 सेन्टि भयो भनेको 10 सेन्टिको डिफरेन्स भयो हजुर त्यसपछि हाम्रो यो 100 बाट 101 सम्मको डिफरेन्स भनेको हाम्रो 10 mm को ग्याप छ र 10 mm पनि हाम्रो कलर भएको ब्ल्याक कलर भएको 5 mm को पार्ट हो र तल व्हाइट ग्याप भएको यो भने 5 mm को ग्याप हो 5 जोड्दाखेरि 10 mm भयो 10 mm भनेको हाम्रो 1 सेन्टि भयो त्यसैले 100 बाट 101 सेन्टि हुँदाखेरि 10 mm को ग्याप छ यसरी नै सबै ठाउँमा हामीले रिडिङ लिन सक्छौं